सम्बन्धमा तपाईँको एक्कासी कुनै पनि कुराको चेन्जेस आउँछ भने सम्झिनुहोस् त्यहाँनिरबाट तपाईँप्रतिको इन्ट्रेस्ट, तपाईँप्रतिको माया त्यो घट्दै गएको हो भन्ने 100% तपाईँ सोच्न सक्नुहुन्छ। फर एक्जाम्पल, तपाईँसँग हुँदा पहिला राम्रो हुँदा गरिने व्यवहार, तपाईँलाई तपाईँको एसएमएसहरूको एउटा रिप्लाई अफ द स्पिचले पनि तपाईँको मायालाई तय गर्छ। तपाईँले पठाइएका रिल, तपाईँले पठाइएका मेसेजेस, तपाईँले पठाइएका कुनै पनि कुराहरूको कस्तो खालको रेस्पोन्स हुन्छ, कति स्पिडमा तपाईँलाई रिप्लाई भइरहेको छ, त्यो एकदमै इम्पोर्टेन्ट हुन्छ मायामा। जब यदि तपाईँले पठाएको मेसेज, तपाईँको मेसेज नै एकदम तल पर्छ र तपाईँले त्यही मेसेजको बारेमा तपाईँले सम्झाउनु पर्ने हुन्छ, मैले मेसेज पठाएको थिएँ, तिमीले हेरेनौ, तपाईँले हेर्नु भएन, केटा या केटी दुवै पक्षको बारेमा म कुरा गर्दैछु। यो भयो भने यसको अर्थ कुन तर्फबाट भएको छ त्यो इन्ट्रेस्ट घटेको भन्ने कुरा स्योर हुन्छ। किनभने माया गर्नको लागि समय होइन, मान्छेको मन हुनुपर्छ र त्यो व्यक्ति अथवा दुईजना बिचको एउटा मन हो। जस्तो सुकै बिजी अवस्थामा पनि त्यो समय निकालेर त्यसलाई गरिने एसएमएस र त्यसलाई गरिने रेस्पोन्स र त्यसले गरेको कुराहरूलाई इम्पोर्टेन्ट लिने नै त्यो नि हो एउटा रिलेसनको प्रमुख एउटा इलामेन्ट, जसले एउटा लभ लाइफलाई चाहिँ एउटा बेटर बनाउँछ र हेल्दी बनाउँछ। सो हेल्दी लभ लाइफमा तपाईँ हुनुहुन्छ या हुनुहुन्न भन्ने कुराको लागि तपाईँ आफूले पनि अनुभव गर्न सक्नुहुन्छ या आफूले पनि बुझ्न सक्नुहुन्छ। स्पिड अफ तपाईँको रिप्लाई अफ मेसेज, तपाईँले पठाउनु भएका कुराहरू, तपाईँ कुन प्रायोरिटीमा हुनुहुन्छ। जब तपाईँलाई आफूलाई सेकेन्ड प्रायोरिटीमा भएको तपाईँलाई फिल हुन्छ भने यसको अर्थ अब सम्झिनुहोस् तपाईँको सम्बन्धमा कमी आइसक्यो, तपाईँको सम्बन्ध अब बिग्रिनेवाला छ। तपाईँबाट जति फाइदा लिनु थियो अथवा तपाईँ कहिलेसम्मलाई युजको लागि तपाईँ हुनुहुन्थ्यो उसँग अथवा उहाँसँग अथवा केटा होस् या केटीसँग, तपाईँको त्यो समय सकिएको भन्ने बुझ्नुपर्ने हुन्छ। त्यसकारण समय होइन, एउटा हेल्दी रिलेसन र मायामा भनेको मन र इन्ट्रेस्ट हो। त्यो जसरी पनि निकाल्न सकिन्छ माया छ भने। सो दिस इज द ट्रुथ एन्ड द्याट्स द ट्रुथ।